र हामीले प्रदेश सरकारले सुनेन भने हामी देशभरि नै चाहिँ आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौँ र भएन भने हामी नेपाल बन्दको आह्वान पनि गर्ने चाहिँ तयारीमा चाहिँ छौँ। यो चाहिँ नेपाल बन्द जस्तो चाहिँ अप्रिय निर्णय गर्ने वातावरण नबनोस् भन्ने पनि हामी सरकारसँग आग्रह र आम नागरिकको भावनालाई कदर गरोस् भन्ने चाहिँ चाहना पनि हाम्रो त्यहाँ हो। अब यस्तो छ, जनताले दुःख पाउने गरी बन्द गर्न पर्ने स्थिति भनेको यो राज्य सरकार आँखा पनि देख्दैन र कान पनि सुन्दैन भने त्यसलाई सिकाउनका निम्ति त बन्द बाहेक अरू विकल्प पनि छैन। हाम्रो चाहिँ कारणबाट हामी सार्वजनिक यातायात व्यवसायको कारणबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने, भोलि राजतन्त्रको अन्त्य गर्ने कुरादेखि लिएर 46 सालको आन्दोलनमा हाम्रो चाहिँ पेसा व्यवसायलाई चाहिँ ढाडमा टेकेर टाउकामा हान्ने गरी राजनीतिक दलहरूले अभिष्ट पुरा गरे र अब हामीले पनि यो सडक बाहेक अर्को विकल्पबाट यो सरकारले चाहिँ सुन्दैन भन्ने उद्देश्यका साथ यो एउटा अप्रिय निर्णय गर्यौँ। यसबाट आम यात्रुहरूमा पर्ने असुविधा त हामीले क्षमा प्रार्थी भनेका छौँ, त्यो चाहिँ शाब्दिक रूपमा भनेका छौँ, तर दुःख त चाहिँ आम नागरिकले पाइरहेछन्। त्यसले गर्दा अब अहिले चाहिँ माननीय मुख्यमन्त्रीज्यू, सङ्घीय सरकारका माननीय प्रधानमन्त्रीज्यू लगायतका राजनीतिक दलका नेताहरूले के कुरा बुझ्न पर्यो भने राज्य सरकार राज्य हुनका निम्ति राज्य हुनु पर्यो। राज्य सञ्चालन गरेर एउटा चाहिँ महँगा गाडीमा सुख सहर गर्ने विषय होइन, जनताका चाहिँ समस्याका विषयमा, लगानीकर्ताको लगानी सुनिश्चित गर्ने विषयमा कानुन कार्यान्वयन गर्ने कुराको सन्दर्भमा त राज्यको दायित्व होला नि त। तो राज्यले चाहिँ दायित्वबाट उम्किने र हामी सधैँ चाहिँ व्यवसायबाट चाहिँ पलायन हुनुपर्ने स्थिति हो भने त अब वर्ता क्या नै कर्ता भने जस्तै हामी बन्द बाहेक अरू विकल्प देखेनौँ। यो त हाम्रो चाहिँ अब बाध्यात्मक परिस्थिति हो, यसमा त हाम्रो चाहिँ कुनै विकल्पै छैन। अब हामी सरकारले सिकाउने भनेको सडकबाट नै आफ्नो सवारी साधन घर ग्यारेज खडा गरेका छौँ र हामीले सरकारलाई चाहिँ अब एउटा चाहिँ सन्देश के दिएका छौँ भने गण्डकी प्रदेश सरकारलाई यस्ता गतिविधिहरू अब आगामी दिनमा चाहिँ प्रदेश सरकारले नगरोस् भन्ने कुरा एउटा सबक सिकाउनका निम्ति पनि हामीले यो आन्दोलन गर्नुपर्ने बाध्यता परिसिर्जना भयो। सरकारले नै सुनवाई गरेन भने अबको योजना चाहिँ के छ तपाईँको? योजना त हामी अब अहिले चाहिँ यातायात व्यवसाय राष्ट्रिय महासङ्घ, सार्वजनिक केन्द्रीय महासङ्घ, त्यसपछि ट्रक व्यवसाय महासङ्घ, ढुवानी व्यवसाय महासङ्घ लगायत 8वटा घटक सङ्गठन, मजदुर सङ्घ सङ्गठन सहितको चाहिँ 8वटा घटक सङ्गठनले अहिले चाहिँ काठमाडौँमा आज पनि बैठक बसिरहेछ। भोलि रत्नपार घेराउ अभियान छ, त्यसपछि पर्सि हामी माइतीघर मण्डलामा एउटा विरोध सभा छ र 19 गतेबाट देशभरि हामीले सार्वजनिक यात्रुहरू सवारी साधनहरूलाई घर ग्यारेज खडा गर्ने अभियानका साथ अगाडि बढेका छौँ। यो हाम्रो बाध्यताको परिस्थिति हो र हामीले प्रदेश सरकारले सुनेन भने हामी देशभरि नै चाहिँ आन्दोलनको आँधीबेहरी सिर्जना गर्छौँ र भएन भने हामी नेपाल बन्दको आह्वान पनि गर्ने चाहिँ तयारीमा चाहिँ छौँ। यो चाहिँ नेपाल बन्द जस्तो चाहिँ अप्रिय निर्णय गर्ने वातावरण नबनोस् भन्ने पनि हामी सरकारसँग आग्रह र आम नागरिकको भावनालाई कदर गरोस् भन्ने चाहिँ चाहना पनि हाम्रो त्यहाँ हो।